Alright, so good afternoon guys है सबैलाई नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ फेब्रुअरी 12 1:25 भइरहेको छ टाइम। सो अब आज चाहिँ त्यही हो, अब अलिअलि कामहरू थियो घरमै होइन, त्यही भएर अब जिम जानुपर्ने हो आज चाहिँ। तर म जिम गइनँ आज, किनभने घरमै अलिअलि कामहरू छ, सामानहरू रिसिभ गर्नु छ अहिले एकछिनमा होइन, सामानहरू पनि अन द वे। अनि त्यही हो, आज चाहिँ अब घरमै बसेर गर्छु होइन एक्सर्साइजहरू। अब रेजिस्टेन्ट ब्यान्डहरू छ, यो मैले अस्ति भर्खरै लिएको, यो चाहिँ मसँग पहिल्यैदेखि थियो होइन। अनि यो चाहिँ एकदम काम लाग्ने कुरा हो है मेरो लागि अहिले, अनि पछि पनि मेरो लक इनको लागि चाहिँ एकदम हेल्प गर्छ यसले। सो त्यही हो, अब अहिले चाहिँ म यो एक्सर्साइजहरू स्टार्ट गर्छु होइन। अनि अराउन्ड 2 PM चाहिँ 2 बजेतिर चाहिँ विनिश दाईहरू नै आउन लाग्नु भएको छ होइन। अब पर्सि भ्यालेन्टाइन्स डे हो, सो हल्का हिरो त हुनै पऱ्यो होइन। मेरो यो फिक्सिङ गर्ने बेला भएको छ ड्रेसको। अनि विनिश दाई चाहिँ अब इज फ्रम कृतिपुर, विनिश दाई र सलोनी भाउजू आउनुहुन्छ होला। सो दे हेभ देयर बिजनेस इन कृतिपुर है। उहाँहरूको चाहिँ ड्रेड हाउस केटिएम भनेर छ, यु गाइज क्यान गो एन्ड चेक इट आउट। इट्स इन्स्टाग्राममा छ अनि फेसबुकमा पनि। फेसबुकमा चाहिँ विनिश दाईको लाइक आफ्नो उस छ होइन फेसबुक नै। अनि अब ड्रेड्स रिलेटेड केही लाइक इफ यु गाइज वान्ट ड्रेड्स यु गाइज क्यान गो एन्ड लाइक ह्याभ कन्भर्सेसन विथ देम होइन। सो कस्तो टाइपको ड्रेड्स चाहिएको हो दाई, लाइक दे भेरी गुड होइन। सो त्यही हो, मेरो नाम लिएर गयो भने अलिकति डिस्काउन्ट नि हुन्छ होला होपफुल्ली है, तर गरिदिनुहुन्छ दाईहरूले अफकोर्स। सो दाईहरू चाहिँ अहिले अब त्यही अराउन्ड 2 आउँछु भन्नुभएको छ। सो अब अहिले चाहिँ म मेरो एक्सर्साइजहरू अलिअलि छ्याटछुट भ्याएर बस्छु होइन। सो द्याट अहिले एकछिनमा यताउता गर्न सजिलो हुन्छ। सो त्यही हो गाइस, अब अहिले चाहिँ अब मेरो फिक्सिङ गर्ने बेलै भेटौँ आयो त। ओके बाई, टेक केयर, सी यू। सो यस गाइस, हल्का रेजिस्टेन्ट ब्यान्डले एक्टिभेट गरौँ पहिला होइन। यो चाहिँ होल्ड गर्ने है यसरी 5 सेकेन्ड्स। यसपछि चाहिँ होल्ड नगरिकन 10 टाइम्स है फास्ट। यो सकेपछि चाहिँ साइडवेज खुट्टा हल्का बेन्ड गर्ने, त्यसरी जोड्ने अनि स्ट्रेच 1 2 3 4 5 6 7 8 9 10। यसपछि चाहिँ तल ठ्याक्कै एङ्कलनिर राख्ने है, एङ्कलनिर राख्ने
अनि त्यसपछि लेफ्ट खुट्टा चाहिँ तलै राख्ने अनि राइट चाहिँ लिफ्ट गर्न खोज्ने तर यो नीको ठ्याक्क पछाडिको पार्ट चाहिँ यो बेडमै हुनुपर्छ है स्टिक हुनुपर्छ है जति सक्छ त्यति मात्र गर्ने लेफ्ट पनि गरौँ है सानो रिस्टेन्ट ब्यान्डले चाहिँ त्यही हो होइन त्यही गर्ने त्यसपछि आउँछ यो ठुलोको है ठुलोले चाहिँ के गर्ने भने यसले चाहिँ पहिला इन्टरलक गर्ने है यो ठ्याक्क खोल्ने लक गर्ने पहिला अलिक घुमाउने ठ्याक्क खुट्टा यसरी क्रिस क्रस गरेर ब्यान्डले हल्का सपोर्ट जस्तो भएपछि बिस्तारै उठाउने स्ट्रेच 10 reps. Two. ह्यामस्ट्रिङहरु है ह्यामस्ट्रिङको लागि ह्यामस्ट्रिङ चाहिँ मजाले स्ट्रेच हुन्छ सो या हाई Seven. 8. 9. Feel the burn, guys. Feel the burn. Danger. Ay. So yes guys, अब यही हो हैन अनि पछाडीबाट पनि एकचोटि गर्नु पर्ला ओके गाइस सो फर्स्ट प्याकेज चाहिँ आइसकेछ है पीएचडी बस्दै पनि आइसक्नु भयो हेलो के छ दाइ ब्लग रे हैन आरा भन्छ दाइ ए एकदम फिट एन्ड फाइन बिरामी हेर्न आएको यार म त त्यस्तै छ गाइस गेट वेल सुन थ्यांक यू दाइ थ्यांक यू सो त्यही हो गाइस अब यो चाहिँ अब खोल्दै हालौँ न त है खोले हेरौँ लाएर चाहिँ क्यामेरामै लाउनु के अलि होइन होला दाइ त्यस्तो चाहिँ दाइ त्यो बक्स दिन्न मलाई एक्चुअली स्ट्यान्ड नै छैन क्या दाइ
सो यो छ है फर्स्ट प्याटर्न चाहिँ यो चाहिँ हल्का त्यो ब्यान्डानाको प्याटर्न कि पेस्ली भन्छ क्या अरे पेस्ली प्याटर्नको है यस्तो छ राम्रो छ मलाई चाहिँ एकदम मन परेर हो पुरानो डिजाइन हो तर मलाई एकदम राम्रो लागेर मगाएको है मैले यो चाहिँ स्लिक छ एकदम अनि पिएचडीको चाहिँ इन्स्टाग्राममा छ पेज होइन यु गाइज क्यान गो एन्ड चेक इट आउट phd.np भनेर छ अनि मेरो नाम लिनुभयो भने 20% स्पेसल डिस्काउन्ट पनि हुन्छ सो यस प्लिज गो एन्ड चेक इट आउट एकदम माया छ है अनि नेक्स्ट पेयर चाहिँ यो है यसमा चाहिँ अब स्केलेटनहरू डान्स गरिरहेको जस्तो छ है नाचिरहेको जस्तो सो यस यो चाहिँ सेकेन्ड पेयर हो सो दुईवटा पेयर मात्र आज अनि एकदम थ्याङ्क यू सो मच phd.np एकदम माया देखाइदिनु भएकोमा अनि त्यही हो हजुरको प्रडक्ट एकदम खतरा छ अनि त्यही हो त्यति भन्दै अब अहिले चाहिँ अब हामी ड्रेड्स फिक्स गर्छौँ है सो अब एकछिनमा भेटौँ ल बाई नतासा आइसकेको छ नतासा चाहिँ कामबाट एकदम थकित भएर आएको रहेछ मैले देखेको मैले बुझेको होइन अहिले चाहिँ अब हामी यता छौँ विनिश दाइले अब अलमोस्ट सघाउन लागिसक्नुभयो त्यही हो अनि हामी चाहिँ नेपालको गेम हेऱ्यौँ होइन नेपालको गेम चाहिँ अब त्यही हो नेपाल चाहिँ 124 को टार्गेट दिएको थियो नेपालले लास्टमा त हान्नै सकेन है 124 को टार्गेट दिएको थियो इटलीले जित्यो एउटा विकेट एउटा नेपालले एउटै विकेट लिन सकेन इटलीले 10 विकेटले जित्यो मोस्का ब्रदर्स होइन मोस्का ब्रदर्सले धागो खोल्दै आएको छ सो त्यो गाइज अब अलमोस्ट सकिन लागिसक्यो सकेपछि देखाउँछु होइन अलराइट गाइज है सकिसक्यो हाम्रो यो चाहिँ आफ्टर लुक हो हाम्रो होइन मेरो आफ्टर लुक अब अल थ्याङ्क्स टु विनिश दाइले आएर दिनुभयो सो दाइको चाहिँ अब प्रितिपुरमा छ होइन दाइको सप दाइको इन्स्टाग्राममा पेज चाहिँ अब के छ दाइ एकचोटि भन्नु ड्रेड हाउस केटिएम टिकटकमा पनि छौँ गुगलमा पनि छौँ अनि केमा छौँ हामी फेसबुकमा छौँ है सो युट्युब च्यानल पनि छ हाम्रो ड्रेड हाउस केटिएम भनेर सो तर भिडियो चाहिँ पोस्ट भएको छैन सर्ट भिडियोहरू चाहिँ छन् त्यो चाहिँ मलाई थाहा थिएन है म अहिले फलो गर्छु सब्सक्राइब गर्छु दाइले फुल दाइले पनि मलाई सब्सक्राइब गर्नुहुन्छ होइन अब त्यही हो गाइज आजको लागि चाहिँ यति भन्दै यो भ्लग चाहिँ यतै सघाउँछु होइन सो त्यही नमस्ते सबैलाई ल बाई पिस सी यू नेक्स्ट